रसै रुद्रै छिन्न यमन सभलाग शिखरिणी रसै रुद्रै छिन्न यमन सभलाग शिखरिणी। पहिलो 6 अक्षरमा विश्राम, त्यसपछिको 11 अक्षरमा विश्राम। रसै अर्थात् 6 अक्षर, रुद्रै अर्थात् 11 अक्षर मा यसरी विश्राम भएर जम्मा 17 अक्षरमा पाउ पुरा हुन्छ। आउनुहोस् कविता सुनौ। म पानीको थोपा कति छ अब फुट्ने समय यो, म गाडी पर्खेको बिच सडकमा यात्रु सरीको, म बर्खामा उड्ने क्षणिक पल बाँच्ने छिचिमिरो, भए त्याम्रो जस्तै अनल बिचको तुच्छ किचरो। पठाएको कल्ले किनर कसरी यो भुवनमा, थियो गर्ने के तर किन भुले मोह बसमा, फसे आफै आई किनर कसरी पङ्क बिचमा, पुगे घुम्दै फिर्दै अति दल दले गर्त पिँधमा, बिराएको बाटो पथि कसरी डुल्दैछु भवमा, अफालेको ढुङ्गो सदृश तल डुब्दैछु रहमा, न आफैले जाने मसँग छ म भित्रै जति पनि, भने छुट्टै आफ्नो न त सकल देखि दृढ बनी, न त भित्री ज्योतिर्मय नयनले देख्न सकियो, न त वेदाध्यायी गुरुसँग गई शास्त्र पढियो, न त उफ्री भव जलधिमा पौडिन सके, अहो सारै चुत्थो विषय सुख खोज्दै रुमली, इलामे पानीमा अति खुस कुने भेक जसरी, दुराचारी बन्दै प्रतिपल रमे जीवन भरी, गयो बेला घर की अब फगत बाँकी छ पछुतो, रह्यो खाली रित्तो तन विभव एउटा मस गयो, रह्यो खाली रित्तो तन विभव एउटा मस गयो, रह्यो खाली रित्तो तन विभव एउटा मस गयो। जय होस्। मुक्ति पोखरेल इटहरीबाट उहाँको रचना थियो यो। उहाँलाई धेरै धेरै शुभकामना छ। जय होस्।